छोजो लेकमा चाहिँ यहाँ ट्री हाउस पनि रहेछ यहाँ ट्री हाउस यहाँ माथि अब यहाँ हामी चढ्नेवाला छौँ यहाँ तपाईँहरूले त्यसको भिडियो देखाउँदैछु यहाँ माथि यहाँ हेर्नुहोस् ट्री हाउस चाहिँ यहाँ रहेछ यहाँ हामी जाँदैछौँ साथी र म अब यो ट्री हाउस चाहिँ यो कटुसको रहेछ यहाँ म माथि चढ्दैछु तपाईँहरूलाई देखाउँदैछु यसको दृष्टि एकदम माथि जानुपर्ने ट्री हाउस चाहिँ माथि रहेछ देख्नु सक्नुहुँदैछ रुखमै जाँदैछु यहाँ मजाको बनाएको रहेछ सिँढी पनि जाने तपाईँहरूलाई माथि पुगेर देखाउनेछु कस्तो रहेछ घर यहाँ माथि छ घर चाहिँ यहाँ माथि पुगिसकेको छ कति चाहिँ यहाँ डराएर बसिराखेको रहेछ ट्री हाउस हो यो छोजो लेकको ट्री हाउस बनिरहेछ यो चाहिँ कटुसको रहेछ रुख चाहिँ कटुसमा मजाले माथिसम्म टुप्पीमा पुगेर चाहिँ यहाँ टुप्पीमा चाहिँ मजाको घर बनाएको रहेछ ट्री हाउस तल देखिँदैछ अघि चाहिँ चढेर उकालो चाहिँ आयो अब निक्लिने बेलामा चाहिँ यहाँ निक्लिनु सकेको छैन यहाँ डरै लाग्दैन रहेछ जाने चाहिँ यहाँ रुँदै रहेछ यहाँ निक्लिनु नसकेर चाहिँ रुँदैछ यहाँ चाहिँ निक्लिनु नसकेर अघि चढेर चाहिँ आयो यहाँ हाम्रो आशबहादुर चाहिँ लिनु आइपुगेको छ यहाँ सुनिता चाहिँ डराएको छैन सुनिता कस्तो लाग्दैछ डर लाग्दैन आँखा चिमिङ गरेर निक्लिँदैछ यहाँ निकाल्दैछ निक्लिनु चाहिँ यहाँ साह्रै पर्दो रहेछ यहाँ रुँदै जाँदैछ अघि चाहिँ उकालो चाहिँ मजाले सुइकिप चाहिँ आयो तर निक्लिने बेलामा चाहिँ यहाँ रुँदै जाँदैछ है चढ्न 10 मिनेट लाग्यो भने त झर्न 1 घण्टा हुन आट्यो enggak tagang beka toh ada sih ya kan lere ada sih चलो चना चाहिँ गाडी यहाँ रुँदैछ यहाँ चाहिँ साह्रो परेछ निक्लिनु यहाँ माथि छ हाम्रो राजेन सर सुनिता चाहिँ बन्जी जम्प पनि गर्ने भन्दैछ पैसा छैन अरे उसकोमा बन्जी जम्प गर्ने यस्तो ट्री हाउस त के होइन अरे सुनिता ओ मुम्बा रहेछ आउँदैछ आँखा चिम पारेर आउँदैछ ए के गेङ ट्री हाउसको मजा नै लिनु चाहनुहुन्छ भने तपाईँहरू यहाँ छोजो लेकमा आउन सक्नुहुन्छ यहाँ तपाईँहरूले यहाँ मेरो भिडियोमा देख्नुहुँदैछ यो रुख चाहिँ ठुलो रहेछ तर यहाँबाट जाँदा चाहिँ सजिलै पर्दो रहेछ उकालो जाँदा त्यति डर चाहिँ लाग्दैन रहेछ तर माथि गएर अरालो झर्दाखेरि चाहिँ तल सबै देखिँदो रहेछ त्यसले गर्दा निकै डर लाग्दो रहेछ तपाईँहरू पनि आउन सक्नुहुन्छ यो रुख चाहिँ हाम्रो लोकलमा चाहिँ यसलाई कटुस भन्छ र यही कटुस चाहिँ ठुलो छ माथि टुप्पीमा चाहिँ घरै बनाएको रहेछ ट्री हाउस र तपाईँहरूले पनि ट्री हाउसको मजा लिनु चाहनुहुन्छ भने तपाईँहरू यहाँ आएर मजा लिनु सक्नुहुन्छ राम्रो रहेछ मजाको एकदम सेफ रहेछ लडेर आउने चान्सेसहरू केही छैन र तपाईँहरू पनि आएर यहाँको मजा लिनु सक्नुहुन्छ र यहाँ मेला पनि हुँदैछ त्यतिखेर तपाईँहरू आएर यहाँ मजा लिनु सक्नुहुन्छ यो चाहिँ ट्री हाउस छोजो लेक को ट्री हाउस हो यो र म तपाईहरुलाई यति भन्दै यो ट्री हाउसको भिडियो यति मात्रै देखाउन चाहन्छु र तपाईहरुकोबाट यही भिडियोबाट बिदा लिन चाहन्छु धन्यवाद।